हेलो साथीहरू, गुड मर्निङ एभ्रिवान। वेलकम माई युट्युब च्यानल हिमायोगी। सब्सक्राइब गर्न नबिर्सिनु होला सबैजनाले। साथीहरू, म चाहिँ अब गाउँको घर आएको धेरै दिन भइसक्यो होइन। अब म कोलपुर फर्किँदैछु, रेडी हुँदैछु। म तपाईँलाई देखाउँछु। यस्तो छ होला साथीहरू, कपडा यस्तै फिजिरहेको छु। पट्याएर ब्यागमा हाल्नु पर्यो। फाइनल्ली साथीहरू, म रेडी भइसकेँ। कस्तो दुब्लो देखेको क्या म त। ओ माई गड, यस्तो हड्डी छ र मेरो। के साह्रो हड्डी देख्यो त। यस्तो दुब्लो त नभए जस्तो लाग्थ्यो। केही छैन, धेरै मोटाउनु पनि हुन्न क्या, रोग हुन्छ मोटो मान्छे। हो कि होइन साथीहरू, पातलो ज्यान नै बेस्ट। अब 10 बज्न आइसक्यो साथीहरू। हाम्रो यहाँ 12 बजे जान्छ गाडी।
स्कुलबाट आउँदा पनि 12 बजी नै हिँड्छ। हाम्रो यहाँ चाहिँ दिनमा एउटा गाडी आउने, एउटा गाडी कोल्पूबाट यहाँ आउने, अनि यहाँबाट एउटा गाडी कोल्पू जाने। दिनमा एउटा गाडी मात्रै हुन्छ। जति बेला पायो त्यति बेला जानु पाइन्न क्या। यस्तो छ हाम्रो अलिक समस्या छ गाउँतिर है। प्रायः जस्तो यस्तै हुन्छ होला गाउँतिर सबैको, हाम्रो मात्रै नभएर पहाडतिर के अलि। अब हाम्रो त खासै टाढा त होइन, तर नजिकै हो, तर पनि अलि विकास भएको छैन क्या। यस्तो अलि समस्या छ। त्यही भएर साथीहरू 10 बज्यो, मेरो छोरी आमासँग गोठाला गएछिन्, मम्मीसँग। अब आएपछि मेरो छोरीलाई रेडी गराउँछु, त्यसपछि जान्छौँ हामी। साथीहरू म सिमी टिरमा गइरहेको छु कोल्पूको लागि। यहाँ मेरो छिमेकीको कसो देखा म सिमी नदेखिनु रहेछ हौ। मेरो सिमी हो साथीहरू, के भन्छ यसलाई, हिउँदे सिमी। यति धेरै फलिरहेछ। म टिप्छु ल, टिप्न गइरहेको छु साथीहरू सिमी। फाइनली साथीहरू हामी सकिसक्यौँ आमा छोरी। अझ हामी हिँड्न लाग्छौँ साथीहरू। साह्रै गाह्रो हो हिँड्न, बाटो जानु। कस्तो गर्मी हो क्या, मेरो सानोको त पसिनै आइसक्यो। माथि हेर्छु त बाबा, हो उता हेर्छु नि उता। गर्मी चढिसक्यो, गर्मी चढिसक्यो। गाइज हाम्रो गाउँ छ यस्तो। उता दादालाई देखेर हाँसेको चिनी छौरा। बच्चा बच्चा देख्नै हुन्न क्या फेरि। मेरो छोरीलाई त साह्रै मनपर्ने क्या केटाकेटी। कतिको एक्साइटेड छौ त छोरो। आयो घर जान, मामा घर जान। यता छ, यता छ। निद लागिसक्यो। गर्मी भयो, गर्मी छोरीलाई गर्मी भयो, मम्मालाई नि पसिना खाली छ। न यता आएर हेलो भन्छ। हेलो हेलो निद लाग्यो। कस्तो आयो गरेको र बाबा? कहाँ आउनु थालेको मेरो छोरीले? यता आइसक्यो।
कस्तो झाँकेको कस्ता मान्छे छ कस्तो लगाइसकेर रहेछ नि मकै हो क्या हो मान्छे गाउन लाग्यो रे भगवान् बेच्ने डराएको हावा लागेर डराएको फेरि गाउन लाग्यो सबै फुल आयो चेक पोस्ट आयो सेन्टरमा आयो छोरी के खाने हजुरले के खाने हो सानो के खाने हो बाबा टिकट खेलाएर बसेको सानोलाई म्याङ्गो जुस हुन्छ के फ्रुटी खान्छ छोरीले म्याङ्गो जुस खुसी भएको मैं सानो खुसी भएको म्याङ्गो जुस खाने हो म्याङ्गो जुस अब 1 घन्टा लाग्छ होला साथीहरू म घर पुगिसकेँ अघि पुगेको साथीहरू त एकदम टाउको दुखेर कस्तो के त्यो गाडीको मोबिलहरू गन्हाएर साह्रै गाह्रो भयो त्यो म काम छक्कै सुतेँ बाटोमा पुरै भिडियो गराउँछु सोचेको थिएँ तर सकिनँ सरी ल बाई बाई साथीहरू गुड नाइट ह्याभ अ गुड डे सबैजनाले मेरो युट्युब च्यानललाई सब्सक्राइब गरिदिनु बाई